Guys, hello guys. So, oh my god. Hello guys. के भनेको चाहिँ होइन मलाई यो निर्वाचन प्रहरी भएदेखि भन्दा पनि पहिले पनि यार भव्य पुलिस हुन मन लाग्थ्यो कि 19 वर्ष हुँदाखेरि म अहिले 21 भएँ, अब 22 भएँ अझै पछि। अनि 19 वर्ष हुँदाखेरि पनि म जवानमा फालिदिएको मान्छे, अनि अहिले चाहिँ म्यादी भइयो 6-7 मिनटमा रनिङ पार गरियो। अनि अब यसो न क्या टक्क पैसाको अभाव लास्टै भयो कि यार, चाकरी पनि छैन होइन। अब त्यो निर्वाचनमा कमाएको पैसा पनि कता गयो कता स्वाहा भइसक्यो, अनि कता कता। अनि बाबुआमालाई कहीँ लगिसके, अनि यहाँ पैसाको अभाव लास्टै भयो। त्यसैले पैसाको लागि चाकरी गर्नुपर्ने भयो। अनि त्यो खुल्या रहेछ कता सङ्गीतको क्षेत्रमा खुल्या रहेछ क्या। सङ्गीत विद्यालयदेखि के प्राविधिक विद्यालय के सङ्गीत विद्यालय कस्तो कस्तो न्युज आएको थियो क्या अस्ति। त्यहाँ जिल्ला प्रहरीकोमा प्रहरी नेपालकोमा क्या, यो हाम्रो प्रहरीमा त्यो आएको थियो। नेपाल प्रहरीमा सङ्गीत विद्यालयमा प्राविधिक भनेको हो कि के हो कस्तो कस्तो थियो होइन। दिनदिनै प्राविधिक जवान प्राविधिक सङ्गीत त्यस्तै त होला होइन। तर मलाई त्यति स्पष्ट थाहा भएन। अनि कस्तो भने चाहिँ अब यस्तो सुविधा हुने रहेछ अलिअलि, अनि ड्रेसेस पाइने रहेछ, अनि चाकरी त खानु पऱ्यो भनेर सोचिरहेको कि सङ्गीततिर भर्न जाउँ के हो जस्तो लाग्यो क्या। अनि त्योभन्दा पहिला म सुनाइदिन्छु नि त मेरो भोइस होइन। मेरो भोइस तपाईँलाई कस्तो लाग्छ? म त फेरि ऱ्याप पनि हानिदिन्छु, बबाल ऱ्याप पनि हाने अस्ति न मैले म्याद हुँदाखेरि पनि पुरा ग्रुपमा पनि। अनि अलिकति पैसाको अभावले खानाको भन्दा पनि होइन, खाना त मागेर खायो भने कसैलाई के गरेर खायो भने भयो। पैसाको लागि हो होइन। चाहियो यार, पैसाको अभाव लास्टै भयो। अहिले यो 10,000को मोबाइलदेखि ब्याक क्यामेरादेखि खिचिरहेको छु, अगाडिको फ्रन्ट क्यामेरा पुरा धुवा पसेर धुलोले पुरा साफ गर्नै नमिल्ने भएको छ। त्यो निकालेपछि डिस्प्ले जान्छ, अनि त्यही फेर्ने औकात छैन यार। पैसा चाहिँ अनिवार्य रूपमा चाहिएको छ। पैसाको अभावले चाकरी खानुपर्छ यार गाइस होइन। म त घरतिर बस्नु मन थियो, अब फेरि लगातार भाग्ने हो। सङ्गीत क्षेत्रदेखि इन्सपेक्टरसम्म ताखौँ जस्तो लाग्छ मलाई होइन। त्यसैले म तपाईँलाई सुनाउँदैछु, तपाईँहरू जज गर्नु निक्लिन्छ निक्लिन्न होइन। म फेरि अलि अर्कै एकदम एगोडो छु क्या, फेरि त्यही गर्ने भनेपछि अब त्यही गर्ने। तर विकल्पहरू धेरै छन् होइन, हजारौँ छन् सपना चाहिँ, त्यो नभए पनि अरू छन्। अरू फेरि भोलि पनि चेन्ज हुनसक्छ नि मेरो मुड त होइन। विकल्पहरू धेरै छन्, तर जाउँ जस्तो लाग्छ। के कस्तो चाहिँ म सक्छु सबै निकाल्न। म मेरो भोइस सुनाइदिन्छु हजुरलाई। तिमी हुन्छ भन जेसुकै सहुला, तिमी हुन्छ भन जेसुकै सहुला, यो मायाको सागर मिलेर तरौला, तिमी हुन्छ भन जेसुकै सहुला, यो मायाको सागर मिलेर तरौला। कटाको नआउँ क्या गाइज, यस्तो तेल बसिया हो क्या। तिमी हुन्छ भन जेसुकै सहुला, तिमी हुन्छ भन जेसुकै सहुला,
यो मायाको सागर मिलेर तरुला तिमी हुन्छौ भन। अब त्यही रमाइलोको लागि मैले यसो कल्पना गरेको कि अब मैले कम्पोज गरिरहेको छु एउटा होइन, यसो कल्पना गरेको मैले यस्तो निदाएको बेला सपनामा भन्दा पनि बिहानैमा कल्पना गरेको होइन, कम्पोज भएको छ अलिकति। म त्यो कम्पोज सुनाइदिन्छु है। गाना ऱ्याप पनि आउँछ तर म ऱ्याप भन्दिनँ, गाना कि गाइस अलिक धेरै जोडले पनि बोल्नुहुन्न होइन। यो घरमा आज त कोही छैन यो घरमा, उता हाम्रो घरमा आउला सँगै छ क्या, उतापट्टि हाम्रो बाजे बोजूलाई फेरि डिस्टर्ब होला अनि होइन। बुवा र मम्मी अन्त कतै जानुभएको छ आज चाहिँ, त्यसैले मैले आज सो गरेको कि टाइम पास। तिमी हुन्छ ल कम्पोज बनाएर कम्पोज है। नै यो भन्दैन भयो च्याउ लाग्यो यार, बाहिर कोही तर्सिन्छ कि फेरि ऱ्याप चाहिँ होइन, तर गाना होइन भनेर नि कल्पना गरेको क्या त्यत्तिकै। हे तिमी रहेछौ छोरी कसकी, तिम्रो बाउ आमा कि घरकी दिदी बहिनीहरूमध्ये सबैभन्दा कान्छी, फ्री स्टाइल है, कान्छी। हे दुलही बनाउँछु म तिमीलाई मेरै घरकी, तिमी नहेर न तर्की तर्की, नबोल न झर्की झर्की, म त सक्सके यताउता गरिने बानी, आइहाल्छु तिमीतिरै फर्की फर्की, नहेर न झर्की नबोल न झर्की झर्की, नहेर न तर्की तर्की, म त दिन होस् या रात छिन पल पल छिन खुसी हुन्छु तिमीलाई सम्झी सम्झी, नहेर न तर्की तर्की, अरे नबोल न झर्की झर्की, तिमी पनि जहाँ भए नि मसँग माया लाऊ आउन फर्की फर्की, राम्रोसँग बोल तिमी मलाई बोलाऊ, म बोल्ने त अवश्य सधैँ नै हाजिर छु, तिमी बोल मसँग मलाई सम्झे सम्झे। ठिक छ, हेर्नु मन लाग्छ भने हेर न तर्की तर्की, ठिकै छ बोल न जसरी भए नि झर्की झर्की भए नि तिमी तेरै सधैँ हुन मन लाग्छ, यो मन मेरो तिमीमा जोड्न मन लाग्छ। ल हिजो जस्तै छ भेटेको च्याउनको नै चुलबुले बानी तिम्रो नसालो हेराइ, चुलबुले बानी तिम्रो नसालो हेराइ, घायल बनायो मलाई, टोलाइरहन्छु म एककोडिएर तिमीलाई सम्झेर, चुलबुले बानी तिम्रो नसालो हेराइ, घायल बनायो मलाई,
डोलाइरहन्छु म एक्लै तिम्रो तस्बिर सम्झेर तिम्रो रूपाकार सम्झेर म मान्छे जस्तो भए नि तिमी लास्टै मनपर्ने मलाई आगो बाल्नलाई चाहिने सलाई बरुमा मलाई मनपर्ने कपडा पनि नलाई तिमीलाई खुसी राख्छु हेर तिमी आउन मैतिर मलाई मायाले हेर मसँग माया लाएर तिम्रो जोबनलाई कहिले पनि हुन दिँदैन खेर म हुँ नेपालीमा बाघ हिन्दीमा शेर नौटङ्की बाजी गर्छु म चाहिँ होइन म चाहिँ एक्टर बन्न चाहन्छु तर यार कसैले बनाउँदै चाहन्नन् अपर्च्युनिटी नै पाएको छैन कि भोइस चाहिँ सुनाइदिन्छु म ऱ्याप त आउँछ फेरि बबाल अर्को बबाल यो ऱ्याप होइन अहिले त गाना हो अहिले अहिले भने नि यो चाहिँ गाना हो ऱ्याप चाहिँ फेरि बबाल आउँछ फेरि मलाई ल सुनाइदिन्छु है भो नहान्ने ऱ्याप छ ऱ्याप अलिकति गुस्सा हुन्छ मैले त्यहाँ हानिदिइसकेको थिएँ एकचोटि अनि ऱ्यापर नाम त्योलाई नाम नै ऱ्यापर उपनाम राखिदिएँ यार अनि ऱ्याप त हान्दिएँ नि मैले त्यहाँ निर्वाचन प्रक्रियामा हान्दिएँ अनि जता कतै यता गाउँघरतिर पनि हान्थेँ होइन रमाइलोको लागि सबै जग्गालाई चाहिँ कहिले पनि गर्दै हिँड्थेँ म पहिलेदेखि त्यस्तै मान्छे होइन तर बोली मात्रै कडा झै जग्गाबाट चाहिँ कहिले गर्न नचाहने त्यही हो कुरा दिलमा लाग्छ छुरा अनि के भनेको चाहिँ जिन्दगी चाहिँ होइन कसैको साथ नपाए पनि एक्लै पनि बिन्दासले बुढेसकाल काटिन्छ जस्तो लाग्छ क्या तर यो मनले कसैलाई चाहन्छ जस्तो मलाई लाग्छ यार सपनामा कस्तो मिठो सपना देखिरहन्छु कुरा होइन म केही पनि भन्दैन यो त अलिकति त्यो भयो अब जे भयो नि सङ्गीतको खुल्या रहेछ सङ्गीतदेखि नै अब त्यो होइन फर्म भर्न जाउँ जस्तो पनि लाग्छ केही गर्दा कुनै कारण नभएपछि त बर्बाद होइन एकचोटि सुनाइदिन्छु भोइस यो बाहेक अरू केही छैन ड्याड तर आवाज छ होइन अनि बोल्न सक्ने छ क्षमता होइन अनि स्वर त त्यस्तै हो लय चाहिँ त्यस्तै हो त्यो पनि इन्ट्रेस्ट छ नि त एक्सलेन्ट नभए पनि दुरुस्तै गर्न सक्यो भने अलिअलि कोसिस चाहिँ छ होइन अनि त्यो सङ्गीत क्षेत्रमा मात्रै नखटेर पढी चाहिँ अन्त पनि खट्न सकिन्छ मलाई कुनै पनि जिम्मेवारी होइन ड्युटी गरिहाल्छु म पढेको किनभने पैसा चाहिएको छ पैसा नभएर हो जागिर खाने भनेको अनि पैसा भएपछि केही कपडाहरू फेर्न सकिन्छ यार केही मिठो मिठो खान सकिन्छ लाउन सकिन्छ किन्न सकिन्छ अनि बाइक चाहिन्छ यार भविष्यमा कति चाहिन्छ कति एकजनालाई त करोडौँ चाहिन्छ होइन त्यो अब महिनामा 20-30 हजार हुने हो तर यहाँ त्यत्तिकै बसेर एक पैसा पनि हुन्न होइन अनि त्यो भएर चाहिँ जागिर चाहिएको छ हेर नेपाल सरकार जय नेपाल त्यही हो कुरा
यसो ओभर एक्टिङ पनि गरेँ अलिकति मैले चाहियो त चाहिएको जस्तो पनि भोलि अब पढ्न जाँदा जानु पर्ला यार तर जज गर्न है भाइ तँले कोसिस नगरे हुन्छ निस्किन्न तेरो केही पनि छैन त्यहाँ अब तेरो केही क्षमतै छैन सब त्यस्तो कमेन्ट धेरै आउँछ भने त नजाने होला न यो फेसबुकमा हाल्छु म आज अनि भाइ ठिक ठिकै छ जस कोसिस गर्नु सक्नुहुन्छ होला भन्ने धेरै कमेन्ट आयो भने जसले जसको बहुमत ज्यादा हुन्छ त्यो भयो भने म जानु पर्ला होइन त्यो अब सुनाइदिन्छु एउटा बस कान्छे है कान्छे ए कान्छे केही त भुलन ए मनको कुरा खोलन म मादल घन 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 गाउला तिमी जोरली जस्तै नाच्न कान्छे हे कान्छे ए कान्छे केही त भुलन ए मनको कुरा खोलन म मादल घन 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 गाउला तिमी जोरली जस्तै नाच्न खेल होइन पिराती जीवन भरिलाई खेल खेलमै जवान बाली जाला खेल होइन पिराती जीवन भरिलाई खेल खेलमै जवान बाली जाला कान्छी हे कान्छी ए कान्छी केही त बोलन ए मनको कुरा खोलन म मादल घन 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 गाउला तिमी जुरेली जस्तै नाच्न गुराँसै फुल्यो गुराँसै फुल्यो बनैमा बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा माया बिरानो थियो बिरानो भएरै गयो माया बिरानो थियो बिरानो भएरै गयो गुराँसै फुल्यो बनैमा गुराँसै फुल्यो बनैमा बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा माया माया बिरानो थियो बिरानो भएरै गयो पानी सिमसिमी परिरहेको छ बाहिर त्यसरी असारे महिनाको याद आयो असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैस्याङले हृदय खरर नौ डाँडा पारेछ कम्पनी सहर बिछोडको बेलैमा बिछोडको बेलैमा असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैस्याङले रुँदै धरर नौ डाँडा पारेछ कम्पनी सहर बिछोडको बेलैमा एक्लो यो मेरो मन
कसरी बुझाउने भन्थिन् है मैस्याङले रुँदै धररा नौ डाँडा पार्छ कम्पनी सहर तिमी हुन्छ भन जेसुकै सहोला तिमी हुन्छ भन जेसुकै सहोला यो मायाको सागर मिलेर तरौला तिमी हुन्छ भन जेसुकै सहोला यो मायाको सागर मिलेर तरौला तिमी हुन्छ भन जेसुकै सहोला तिमी हुन्छ भन जेसुकै सहोला तिमी हुन्छ भन जेसुकै सहोला यो मायाको सागर मिलेर तरौला तिमी हुन्छ भन तिमी हुन्छ भन जेसुकै सहोला गुराँसै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा ल गाइस यति आशा यति गाइस पेट लाग्छ जस्तो भनेको छु यार म्यारिन जस्तो एक्सर्साइज नभयो भने त निर्वाचन प्रहरीमा जस्तो होइन सधैँ 1-2 घन्टा एक्सर्साइज हुनुपर्छ कि यार मलाई फिटनेस देखिनको लागि के नभए भने फिटनेस देखिनु त पऱ्यो नि त होइन टक्क केही गर्न सक्छ केटाले जस्तो देखिनु पऱ्यो भन्ने मेरो सोचकै म त्यो 19 वर्षमा जवानमा सर्ट दौडमा लङ त सक्थेँ होइन म सर्ट दौड चाहिँ 1-2 सेकेन्ड लेट भयो क्या 19 वर्ष पहिल्यै 2 वर्ष पहिला 2 वर्ष पहिला 21 भयो होइन 2 वर्ष पहिला क्या सर्ट दौडमै फालिदिएपछि म इन्डियातिर गएँ इन्डियामा 12-13 घन्टा काम गरेर पनि यस्तो 50 हानिदिन्थेँ यस्तो पनि गरिदिन्थेँ इन्डियातिर अब अर्कोचोटि गएपछि निकाल्नुपर्छ भनेर होइन तर आयो त अनि यस्तै पारामा म्यादी भइयो होइन म्यादी त 52 वर्षका बुढापाका 50 काटेका बुढापाका पनि भएका थिए बुढापाका के भन्ने हामीभन्दा तगडै थिए होला तर हामीभन्दा त के हुन्छन् र हामी त होइन मेरो उमेरका त मैले पनि अलिअलि त जितिसकेको थिएँ नि त दौडमा अनि त्यहाँ 52 वर्षका त अलि नसक्लान् कोही त तगडा हुन्छन् जस्तो लाग्छ होइन कोही त भक्तै हामीलाई जितिन्छन् यो जवानमा मलाई एउटा केटीले जित्यो त यार हामी 5जना गरेर गएको थियो त्यहाँ काठमाडौँमा क्या काठमाडौँमा दिएको थिएँ मैले त्यो फर्म भरेर 5जनामा 2जना केटा 3जना केटी अनि 1जना केटीले त मलाई जिते होइन म थर्डमा आएँ 2जना केटी पछाडि 1जना केटा लम्बो थियो हल्का मभन्दा ऊ अगाडि अनि त्यो केटीको पछाडिमा म त्यतिखेर अलि
होपलेस नभएको भए त्यतिखेरि पास हुन्थ्यो होला भन्ने लाग्थ्यो होइन जवान। आजभोलि त निर्वाचन प्रहरी पनि गइसक्यो त्यतिखेर, किनभने अब केटिएल जित्दाखेरि त बिच बाटोमा त मन अर्कै भयो यार, यस्तो यार यस्तो कमजोर के यार। म दुइटै केटी पछाडि फर्केर हेरेँ, दुइटै केटीलाई जितेको छु, अगाडि एउटा केटी र केटोल जित्यो होइन, जितिसक्यो अनि दौडमा। अनि त्यो पछि गएँ, अनि बिचमा उम्बे जस्तो भए, उभिएँ नि एकछिन सकेन्ड दौड दौड भाइ भने भाइदेखि अरूले, अनि दौडेँ। अनि पछि कति सेकेन्ड, ठ्याक्क 3 सेकेन्ड भएको थियो, 59 त्यस्तो सेकेन्डमा भएको थियो। 56 सेकेन्डभित्र पार गर्नुपर्ने रहेछ त्यो। अनि अर्कोचोटि दौडाउनु मिल्दैन भन्नुमा नै, अब एकचोटि फेल भयो भने त भयो भन्ने भयो, ठिकै छ भन्ने भयो। अलिअलि फेरि अलिक कोसिस गरेर फेरि दौडाउन सर सक्छु भन्ने भने मिल्थ्यो होला होइन। त्यो भन्दै भने स्वाट अब ठिक छ, अब जस्तै इन्डियातिर त सकिने जाहिर छ हेर्न मिलेन भन्ने भयो। अनि 2 वर्ष इन्डियामा, अनि 1 वर्ष होला त्यस्तै कति बसेँ होइन, धेरै बसेँ इन्डिया, 3-4 महिना त्यहाँ, 1 महिना त्यस्तै कति बसेँ कि इन्डिया होइन। अनि फर्केर आएँ, निर्वाचन भएँ होइन। मेरो कहानी सुनाएँ तपाईँलाई। अनि स्ट्रगल त जहाँ पनि छ होइन, पैसाको लागि, पैसा त चाहियो नि त यार गाइस, त्यही हो कुरा, त्यही हो दुःखको कुरा। अब टाइम पास पनि भयो मलाई, म चाहिँ अब सुत्नु पऱ्यो। हामी तराईकालाई चाहिँ स्वेटर दिएर रहेछ, हामीलाई चाहिँ जकेट पनि दिएको थियो उनीहरूमा, सबै थाहा छ। तर म टाइम पास गरिरहेको छु क्या, के गर्नु त अब, काम सुत्ने हो कि अब त मजासँग होइन। कति बजी अहिले रातिको नाक पनि सानो सानो छ मेरो त फेरि। अनि ल गाइज, बाई, गुड नाइट। रातिको कति बज्यो भनेपछि अहिले